81 मा 4 लाख शिक्षक कर्मचारीहरूले अब सोच्ने बेला आयो। म नेपाल शिक्षक संघको साधारण सदस्य हुँ। अब मैले सोच्ने बेला आयो। अब यी नेताहरूलाई रुखमा भोट हालेर पठाउँदा त आज यो गते हुँदो रहेछ नि। त्यसैले अब नेपालका शिक्षक कर्मचारीहरूले शिक्षक कर्मचारी बाहेक यी दलहरूलाई पूर्ण रूपमा अब हामी कुनै दलमा आबद्ध रहनु हुँदैन। मैले भनिराख्दा हुन त कोहीलाई फेरि तिनीहरूलाई नच्यापुन्जेलसम्म खान बस्न नपुग्ला। हाम्रो नेतृत्वमा पनि उ छ। अब नेतृत्वले पनि यो चाहिँ उ गर्न सोच्नु पर्ने जरुरी। सामूहिक रूपमा यहाँले भने जस्तो एउटा सांकेतिक दबाब स्वरूप पनि परित्याग गर्ने आज 20 दिन भयो। अब 21-22 दिन लम्बिने हो भने हाम्रा नेतृत्वले हामीले लबिङ चलाइसकेका छौँ, भनिसकेका छौँ। यी 4 लाख शिक्षक कर्मचारीहरूले यही रोडमा हामी जो घटकमा आबद्ध छौँ त्यो घटकमा अथवा कहीँ न कहीँ पार्टीमा आबद्ध कहीँ न कतैबाट हुन्छौँ, त्यो च्यातेर हामी नितान्त शिक्षक भएको घोषणा गरेर यो उसबाट बिदाई नहुन्जेलसम्म यो सरकारले टेर्नेवाला छ।